बुढीनन्दा 3 खबरमा यहाँहरूलाई स्वागत छ। अब जेएनजीहरू जागिसकेका छन्। हजारौं देशहरूबाट हजारौं जिल्लाहरूबाट जेएनजीको पुस्ता अब एकदमै कठोर भएर उभिसकेको छ। काठमाडौँमा प्रधानमन्त्रीका निवास, गृहमन्त्रीका निवास, सञ्चार मन्त्रीका निवास, सम्पूर्णका निवासहरू जलिँदैछन्, आगजनी हुँदैछ। हिजोको दिन हाम्रो लागि कालो दिन हो। अब जेएनजीहरूले नेपालमा केही परिवर्तन ल्याउँछन्, पक्कै परिवर्तन ल्याउँछन्। अब राजा पनि चाहिँदैन, अब कोही नेताहरू पनि चाहिँदैनन्। अब जेएनजीले यो नेपालमा परिवर्तन गर्नुपर्छ भन्ने आशाका साथ म तपाईहरूलाई आशा र भरोसाका साथ यो आवाज उठाउन गइरहेको छु। त्यसैगरी बाजुराको कोल्टीमा पनि अब जेएनजीको प्रदर्शन सुरु भइसकेको छ। यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु र तपाईँ पनि 77वटै जिल्लाबाट यसरी नै आवाज उठाउनुहोस्। देश परिवर्तन गर्ने पालो आएको छ। एउटा आमालाई बचाउनका लागि जेएनजीहरूले प्रदर्शन गरेको, ती कलिला भाइ बहिनीहरूले आन्दोलनमा आएको र एउटा आमाको लागि बचाउँछु भनेर रगत बगाएको र अर्को आमाको कोख रित्तो पारेको छ यो नेपाली सरकारले। अब यस्तो भ्रष्ट सरकार चाहिँदैन।